हेलो गाइस, वेलकम टु रोमानिया। म चाहिँ अहिले रोमानियामै छु होइन। अहिले हामी चाहिँ बाहिर निस्किरहेको, हल्का साथीकोमा जाउँ भनेर हामी निस्केको हो होइन। हाम्रो चाहिँ 18 तारिकको फ्लाइट थियो होइन, तर ब्याड वेदरको कारणले गर्दा चाहिँ रोमानियामा धेरै स्नो भएर चाहिँ हाम्रो फ्लाइट चाहिँ क्यान्सल भयो उइजिएको। अनि हामीलाई चाहिँ बल्ल बल्ल एयरलाइनले चाहिँ होटल बुक गरिदिएर होटलमा बसिरहेको थियौँ। तर त्यसमा चाहिँ ब्रेकफास्ट मात्रै थियो भने लन्च र डिनर चाहिँ हामीले आफै गर्नुपर्ने थियो है। अनि क्यान्सल भयो फ्लाइट। त्यसपछि चाहिँ हामीले 19 तारिकको थियो अनि चेकआउट पनि हुनुपर्ने थियो। चेकआउट हामीले 2 बजे गरेर अनि हामी चाहिँ एयरपोर्टतिर निस्क्यौँ। अनि प्रब्लम चाहिँ के थियो भने 18 तारिकदेखि चाहिँ मेरो ओभरस्टे थियो। ओभरस्टे भइसकेको कारणले गर्दा 19 पनि लाग्यो, 2 दिनको भइसकेको थियो। अनि त्यसपछि चाहिँ ओभरस्टेको फाइन चाहिँ तपाईँको होइन 300 जति लाग्छ, मलाई थाहा भइसकेको थियो। 300 भने 300 दिराम होइन। अनि त्यसपछि चाहिँ हाम्रो चेक इन चाहिँ 8:30 को थियो। वेट गर्नु बाहेक केही थिएन होइन। हामी चाहिँ 8 बजेदेखि नै लाइन लाग्न लागिसकेका थियौँ। त्योभन्दा नि अगाडि चाहिँ अब हामीलाई पेट पूजा गर्नु थियो होइन। त्यसपछि हामी बाहिरतिर निस्क्यौँ खाजाको लागि। खाजा खाना एउटै अनि नजिकै एउटा चाहिँ बिरयानी पाउँछ भने अनि त्यसको लागि चाहिँ हामी गयौँ दाइहरूसँग गयौँ। त्यहाँ सस्तै पायो होइन बिरयानी, त्यो खायौँ। अनि खाइसकेपछि चाहिँ अझ हामीसँग चाहिँ इनफ टाइम थियो होइन। त्यसपछि चाहिँ हामी यसो एयरपोर्ट बाहिरतिर यसो हिँड्यौँ पनि होइन। त्यसपछि चाहिँ अनि एकछिन बसेर हामी त्यतै बाहिरतिर चाहिँ धेरै अब ट्रान्सकार्टको होइन त्यही एयरपोर्टमा जब हुनेहरूको चाहिँ त्यहाँ आइरहेको थिएँ। अनि उनीहरूको छुट्टी हुने आउने भइरहेको थियो होइन। हामी त्यसपछि चाहिँ हामी ब्याक टु एयरपोर्ट गयौँ होइन। ब्याक टु एयरपोर्ट भने चाहिँ त्यसपछि हामी वेटिङ बाहेक केही भएन होइन। मैले भने जस्तै वेटिङ गऱ्यौँ। अनि त्यसपछि चाहिँ बल्ल बल्ल मेरो ताला आयो। त्यसपछि चाहिँ हामी सबै गरेर चाहिँ बोर्डिङको लागि गऱ्यौँ होइन। यही हो हामी चाहिँ होइन बोर्डिङको लागि बसमा लिएर गइरहेको थियो एयरप्लेनको लागि चाहिँ होइन। त्योभन्दा नि अघि चाहिँ के भइरहेको थियो भने होइन फेरि पनि फ्लाइट क्यान्सल भनिरहेको थियो। अनि त्यसपछि चाहिँ ओभरस्टे धेरै भएको कारणले गर्दाखेरि चाहिँ सबजनाले प्रेसर दिएर चाहिँ फ्लाइट चाहिँ हुन लाग्यो होइन बल्ल बल्ल भनौँ है। अनि 2 दिनपछि चाहिँ बल्ल बल्ल दुबई छोडियो होइन। त्यसपछि चाहिँ हामी ल्यान्ड हुने भयो भनेर हल्का अनि त्यही भएर भिडियो सिडियो बनाइरहेको थियौँ, सबैले बनाइरहेको थियो होइन। अनि माथिबाट हेर्दाखेरि चाहिँ होइन अब फेरि होइन युएई हो नि त लास्ट डे बबाल रहेछ होइन। तपाईँ पनि हेर्नु यहाँबाट, ओ माई गड होइन खतरा देख्दो रहेछ होइन। त्यसपछि हामी एकैचोटि 5 घन्टा 35 मिनटमा चाहिँ होइन हामी ट्याक्कै रोमानिया ट्याक्क लगाएर पुग्यौँ है। पुगिसकेपछि चाहिँ अनि हामी एयरपोर्टमा कुर्नु बाहेक केही भएन होइन। एयरपोर्टमा कुर्यौँ। अब बल्ल तल्ल इमिग्रेसन यता नि चेक भइरहेको थियो। चेक हुँदाखेरि चाहिँ हामीलाई वर्किङमा आएकोहरूलाई चाहिँ एकछिन चेक गर्दो रहेछ होइन। पासपोर्टहरू वर्क पर्मिट चाहिँ चेक गऱ्यौँ। त्यसपछि हामी फेरि एयरपोर्टमा वेट गऱ्यौँ। वेट गर्दाखेरि चाहिँ अनि हाम्रो लिने मान्छे लास्टै नै ढिला आयो होइन। लास्टै हामी वेट गर्दाखेरि चाहिँ अब लास्ट भन्नाले 5-6 घन्टा हामी लास्टै वेट गऱ्यौँ। अनि त्यसपछि बल्ल बल्ल आयो। अनि बाहिर गाडी आएको थियो होइन। एकछिन हिँड्यौँ। लास्टै हिउँ परिरहेको चाहिँ हेर्नु लास्ट हिउँ यत्रो लेयर थियो कि बाक्लो बाक्लो हिँडेर। त्यसपछि चाहिँ अनि बल्ल तल्ल गयो। बल्ल पुगिसकेपछि चाहिँ हामी एकछिन इन्जोय गऱ्यो होइन। भित्र चाहिँ अब हटै थियो होइन। बाहिर चाहिँ ओहो लास्ट चिसो होइन। अनि त्यसपछि चाहिँ अब गाडीमै गयौँ। अनि गएर एकछिन अब सामानहरू लिन भनेर चाहिँ अब दाइहरूसँग बाहिर निस्किरहेको थियौँ। बाहिर निस्किँदाखेरि चाहिँ यति चिसो कि होइन चिसोले गर्दाखेरि चाहिँ एलर्जी नै आउने जस्तो थियो क्या। किनभने अब हामी चाहिँ दुबईबाट आएको होइन। दुबईमा त कस्तो छ सबैलाई थाहा भएको कुरा हो। अनि एकैचोटि चिसोमा निस्किया भएर चाहिँ अलिक गाह्रै हो। हिउँहरू परिरहेको थियो क्या पुरै। त्यो दिन चाहिँ हिउँ परेको थियो। अहिले चाहिँ अब रोकिसकेको छ त्यहाँ हिउँ परेको कारणले गर्दाखेरि चाहिँ। अनि सामानको लागि हामी हिँडिरहेको थियौँ। अब मेरो कामको बारेमा चाहिँ म नेक्स्ट भिडियोमा बनाउँछु। आई होप यु आर इन्जोइङ। थ्याङ्क यू भेरी मच। टेक केयर। थ्याङ्क यू। बाई बाई।